हेलो सबैलाई, मैले प्रमिस गरे अनुसार मैले तपाईहरुलाई भनेको थिएँ कि मेरो एक्जाम सकिसकेपछि मैले पीएचएस को बारेमा एउटा डिटेल भिडियो बनाउने छु। सो यो भिडियोमा चाहिँ मैले अब पीएचएस को होस्टेल कस्तो छ, हस्पिटल कस्तो छ, अनि बेसिक ब्लक कस्तो छ, बेसिक ब्लक कता छ, अनि एक्जाम फिसहरु रिलेटेड सबै कुराहरु यो भिडियोमा डिस्कस गरेको छौं। सो हाम्रो सबै साथीहरुले यो भिडियोमा कन्ट्रिब्युसन दिनुभएको छ। आई होप तपाईहरुले सबैले यो भिडियोबाट केही न केही इन्फर्मेसन पाउनुहुन्छ पीएचएस को बारेमा। सो लेट्स स्टार्ट द भिडियो फ्रम पीएचएस को इन्ट्रोडक्सन है। र कलेजको कुरा गर्नुपर्दा हाम्रो कलेजको नाम एज वेल नो पोखरा एकाडेमी अफ हेल्थ साइन्स, जुन चाहिँ पोखरा रामघाटमा रहेको छ। र हजुरले देख्न सक्नुहुन्छ यो हाम्रो बेसिक साइन्सको बिल्डिङ हो। र हाम्रो यहाँ चाहिँ हजुरहरूको सम्पूर्ण विषयलाई चाहिने, चाहे एनाटोमी होस्, फिजियोलोजी होस्, बायोकेमिस्ट्री होस्, सम्पूर्ण विषयलाई चाहिने इक्विपमेन्टहरूदेखि लिएर रियाजेन्टहरू सबै उपलब्ध छ। र इन्फ्रास्ट्रक्चर कुरा गर्ने भन्दाखेरि सबै उपलब्ध हुनका साथसाथै हाम्रो अहिले जुन हाम्रो प्लेग्राउन्ड चाहिँ हाम्रो ठ्याक्कै हस्पिटलकै आडमा चाहिँ हाम्रो कलेज आएको कारणले चाहिँ फर द कतै पेसेन्टहरू डिस्टर्ब नहोस् भनेर चाहिँ त्यो चाहिँ हाम्रो यहाँ छैन, जुन चाहिँ अब आगामी दिनहरूमा बन्ने भनेर हामीलाई प्रिन सरले प्रतिबद्धता जनाइसक्नु भएको छ। र जुन चाहिँ हाम्रो आगामी दिनहरू बन्ने नै छ। र हजुरहरूले देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो कलेजको हस्पिटल हो। र यहाँ चाहिँ सम्पूर्ण सुविधाहरू उपलब्ध हुन्छ। जस्तै तपाईँहरूको अब मुटु रोग समस्या छ, ग्यास्ट्रिक समस्या छ भने सबै खालको ओपिडी सेवाहरू सहित उताबाट इमर्जेन्सी डिपार्टमेन्ट देख्न सक्नुहुन्छ। र हाम्रो जुन कलेजको हस्पिटल छ, हाम्रो कलेज हस्पिटल चाहिँ ठ्याक्कै यहीँ माथि रहेको छ। यहाँ चाहिँ 30 देखि लिएर 40 जनालाई मजाले बसेर पढ्न मिल्ने वातावरण रहेको छ। भने हाम्रो कलेज चाहिँ एउटा प्रादेशिक अस्पताल हो। र यहाँ चाहिँ सम्पूर्ण कास्की जिल्लाका सम्पूर्ण जिल्लाहरूबाट नै प्रिफर भएर चाहिँ यहाँ आउनुहुन्छ बिरामीहरू। र हाम्रो कलेजमा यदि हाम्रो हस्पिटलको पेसेन्ट फ्लो हेर्ने भन्दाखेरि यहाँ चाहिँ दैनिक 2000 देखि लिएर 3000 सम्मको पेसेन्ट फ्लो आउनुहुन्छ। सो टकिङ अबाउट होस्टेल, हाम्रो होस्टेल चाहिँ कलेजको आफ्नै होइन, बट टेन्डरमा दिएको छ। यसमा हाम्रो रेन्ट भनेको चाहिँ सिङ्गललाई 13,000 अनि डबललाई 12,000। खाना कुरा गर्दाखेरि चाहिँ फुड इज भेरी होमली। अनि हप्ताको 2 दिन मासु 2 दिन अन्डा हुन्छ। द्याट्स वाट अल यु निड। अनि रुमको साइज पनि इट्स प्रिटी गुड। बट हाम्रो नेक्स्ट इयर चाहिँ होस्टेल मे बी चेन्ज, रुम राम्रो हुन्छ। अनि रेन्ट मे इन्क्रिज अबाउट फ्यु थाउजन्ड्स। थ्याङ्क यू। POHS को फ्याकल्टीको बारेमा कुरा गर्न पर्दा चाहिँ यहाँ फ्याकल्टी चाहिँ एकदम सपोर्टिभ हुनुहुन्छ र कोअपरेटिभ पनि हुनुहुन्छ। अब हामीलाई केही क्वेसन छ, कुनै कुरामा डाउट लाग्यो भने चाहिँ त्यो क्वेसन सोद्धाखेरि चाहिँ त्यो हिचकिचाउनु पर्ने मुभमेन्ट चाहिँ आउँदैन। अनि प्लस यहाँ चाहिँ स्टुडेन्टहरू चाहिँ 50 जनाको सिट भएको हुनाले इन्डिभिजुअली केयर पाइन्छ। टिचरहरूको पनि सबैको इन्डिभिजुअली नै केयर पाइन्छ। अनि एकदमै सपोर्टिभ र कोअपरेटिभ हुनुहुन्छ फ्याकल्टीहरू चाहिँ। अटोनोमस कलेज भएको कारणले बोथ ट्यु र केयु को सिलेबससँग सिमिलर छ, जसमा 100 मार्क्सको एक्जाममा 30 मार्क्स MCQ को लागि, 40 मार्क्स सर्ट एन्सर क्वेसनको लागि र रिमेनिङ 30 मार्क्स कम्पिटेन्सी बेस्ड क्वेसनको लागि एलोकेटेड छ। र बिचमा पढाइ सँगसँगै यहाँ फर्मेटिभ कन्टिन्युअस एसेसमेन्ट FCA जुन चाहिँ हाम्रो सेल्फ इभ्यालुएसनको लागि हुन्छ। अनि अर्को प्रब्लम बेस्ड लर्निङ भन्ने त्यो एक्टिभिटी पनि कन्डक्ट हुन्छ। र फर्दर ICS इन्टिग्रेटेड कोरिलेसन सेमिनार, जहाँ चाहिँ डिफ्रेन्ट केसेसहरूको बारेमा हामीले प्रेजेन्ट गर्छौँ। त्यो सँगसँगै अब यहाँको बोर्ड इक्जामको बारेमा कुरा गर्दा चाहिँ 100 मार्क्सको इक्जाम हुन्छ। र त्यसपछि यहाँको प्र्याक्टिकलको प्याटर्न चाहिँ अरू कलेजहरू जस्तै सिमिलर छ, जहाँ चाहिँ इन्डिभिजुअल सब्जेक्टको लागि छुट्टा प्र्याक्टिकल इक्जाम दिनुपर्ने हुन्छ। र थ्याङ्क यू, यति मात्रै हो। हाम्रो कलेजमा चाहिँ MEC ले टोटल एलोकेट गरेको सिट चाहिँ 50 छ भने टोटल 50 सिट मध्ये 13वटा सिट चाहिँ पेइङको लागि छ। र पेइङको फिसको स्ट्रक्चरको कुरा गर्दाखेरि चाहिँ हामीले 45 लाख दिनुपर्छ। यसलाई चाहिँ हामीले 3टा इन्स्टलमेन्टमा चाहिँ दिनुपर्ने हुन्छ। अनि फर्स्ट इन्स्टलमेन्टमा चाहिँ एप्रोक्सिमेटली 18,84,000 समथिङ हामीले दिनुपर्छ। र टोटल इन्स्टलमेन्टहरू चाहिँ सेकेन्ड इयरको एन्डसम्ममा चाहिँ हामीले दिइसक्नुपर्ने हुन्छ। थ्याङ्क यू। मेडिकल फिल्डमा ऱ्यागिङको बारेमा चाहिँ धेरैलाई क्युरियोसिटी हुनसक्छ। सिन्स हाम्रो कोही पनि सिनियरहरू थिएन, हामीले ऱ्यागिङ फेस गर्नु परेन र त्यो कल्चर हामी आफ्नो कलेजमा डेभलप गर्न चाहन्नौँ। त्यही भएर ऱ्यागिङको चाहिँ जुनियरहरूले चिन्ता नगरे हुन्छ। ल यति नै थियो हाम्रो PHS को बारेमा चाहिँ हामीले सबै कुराहरू कभर गऱ्यौँ। एकदमै छोटो मिठो भिडियो भयो। सो आई होप तपाईँहरूलाई यो भिडियो मन परेको होला, या मन परेको छैन भने पनि आफ्नो कमेन्ट राखिदिनुहोस्। अनि मन परेको छ भने चाहिँ लाइक गरिदिनुहोस् अनि सब्सक्राइब पनि गरिदिनुहोस् है त। थ्याङ्क यू।